एन्टोनियो कोन्टेको टिम हो गाइज। इटालीको डिफेन्डिङ च्याम्पियन नेपोली जस्तो टिमले यस्तो धेरै गोल खान्छ होला भनेर कसैले सोचेको थियो त? सोचेको थिएन होला नि है। तर नेपोलीलाई पिएसबीले चाहिँ पोल्ने गरिने गोल ठोकेको छ। 6वटा गोल छ गाइज। इटालियन च्याम्पियन्स नेपोलीले च्याम्पियन्स लिगमा चाहेर पनि बिर्सन नसक्ने गरी गोल खाएको छ, त्यो पनि नेदरल्यान्ड्सको क्लबसँग। पिएसबी आइन्डहोभनले नेपोलीलाई यसरी ठोक्यो कि उसले सम्झन पनि सक्दैन र बिर्सन पनि सक्दैन। पिएसबीले नेपोलीलाई 6-2ले पराजित गरेको छ। यो खेल नेपोलीले लिड गरेको अवस्थाबाट गति छाडेर हारेको छ। 31औं मिनेटमा स्कट म्याकटोमिनीले स्पिनाजोलाको असिस्टमा 1-0 बनाएको खेल 35औं मिनेटमा नेपोलीका एलेक्सान्डर बोनजिर्नोले ओन गोल गरेपछि 1-1 भएको थियो। अनि 38औं मिनेटमा इस्माइल साइबारीले हाफ अगाडि खेल पिएसबीको पक्षमा 2-1 बनाए। 54औं मिनेट र 80औं मिनेटमा डेनिस म्यानले 2 गोल गर्दा खेल पिएसबीको पक्षमा 4-1 भयो। तर 76औं मिनेटमा लोरेन्जो लुकाले रेड कार्ड खाएपछि नेपोली 10 खेलाडीमा मात्रै सीमित भयो। 86औं मिनेटमा स्कट म्याकटोमिनीले नेपोलीको दोस्रो गोल गर्दा 87औं मिनेटमा रिकार्डो पेपीले खेल 5-2 बनाए र 89औं मिनेटमा कोहाइब डोरिचले खेल 6-2 बनाए। आयाक्सले अक्टोबर 1979 मा ओमोनिया निकोसिया विरुद्ध 10-0 को जित निकालेपछि डच फुटबल हिस्ट्रीमा एउटा सिंगल च्याम्पियन्स लिग म्याचमा 6 वा 6 भन्दा बढी गोल गर्ने पिएसबी पहिलो टिम पनि बनेको छ र पिएसबीले इतिहास नै रचेको छ।